सबैजनालाई नमस्ते। अहिले हामी पुटलको सुखनगरबाट हिँडिसकेका छौँ होइन। आज हाम्रो 19 अक्टोबरको दिन बिहान उठ्ने बित्तिकै हामी जहाँसम्म अब बसपादेखि सुर्खेतको गाडी चढ्छौँ र हाम्रो आजदेखि फोक्सुन्डुको ट्रायल सुरु भइसकेको छ। अहिले चाहिँ हामी पुटल बसमा गाडिसक्यौँ र अब 7 बजेको गाडीमा हामी अब सुर्खेतमा भेट्ने है त। ल गाइस, फाइनली हामी यति बेला बुटोलदेखि बिहान 7:30 बजी हिँडेर अलमोस्ट 10 आवर्समा सुर्खेत आइपुगेका छौँ। यहाँबाट अब हामी भोलि बिहान 5:30 बजेको गाडी लिएर तल्लु बगर जाने टार्गेटमा छौँ। तल्लु बगरबाट मिलेसम्म हामी अर्को जिप चेन्ज गरेर अगाडि ट्रेकिङ पोइन्टसम्म जाने हाम्रो प्लान छ। तर अब हेर्दै जाउँ कहाँसम्म पुगिन्छ। आजको अपडेट दिँदाखेरि बुटोलदेखि सुर्खेतसम्म 1300 भाडा लाग्यो हाम्रो पर पर्सन। अनि अब यहाँ होटलमा बस्नु परिहाल्यो। अब त्यो चाहिँ अब रेन्ज हेरी हुन्छ, आफ्नो हिसाबले त्यही अनुसार इस्टिमेट गरेर हिँड्नु होला है त। हस् ल, आज चाहिँ हामी रेस्ट गर्दैछौँ। गुड नाइट, सी यू टुमोरो गाइज। ओके, आज हाम्रो फोक्सुन्डु ट्रेकको डे 2। हामी आज बिहान सुर्खेतदेखि बिहानको 6 बजे हामी यात्रा सुरु गऱ्यौँ र यति बेला हामी लगभग 4.5 घन्टाको यात्रापछि छेडा बजार आइपुगेका छौँ। यहाँबाट हामी आज खाना खाएर अब खलङ्गा हुँदै आज तल्लु बगरसम्म पुग्ने प्लान छ। यदि मिल्यो भने तल्लु बगरदेखि अगाडिसम्म अब जिपमा जान मिल्यो भने त्यहाँ जाने हो, नभए तल्लु बगर नै आज हाम्रो बास हुन्छ। लगायत यति बेला अब हामी सुर्खेतदेखि लगभग 10 घन्टाको यात्रा गरेर तल्लु बगर बजारमा आइपुग्यौँ। अनि यहाँबाट आउने बित्तिकै एउटा जिप पाइएको छ। जिपमा अब हामी यहाँदेखि लगभग 4 घन्टाको यात्रापछि सुलीगढ पुग्ने टार्गेट छ। गाडी चल्दैन भनेर चाहिँ अहिले चाहिँ हामी 4:15मा छौँ यहाँ। त्यो पनि एउटा बजारमा अब बल्ल हिँड्न लागेको। 7 बजेपछि गाडी चल्दैन भनेर 4 घन्टामा माथि पुग्ने भनेको छ। अब अरू रेफरेन्सहरू हेर्दाखेरि बिच बाटोमा कतै सुत्नुपर्ने अवस्था पनि आउँछ भन्ने छ। अब के कसरी हुन्छ, कहाँ पुगिन्छ, हामी अपडेट गर्दै गर्छौँ है त।
ट्राफिक अपडेट गाइज फस्यो अब यहाँ गाडी फसेको अवस्था यहाँनिर हाम्रो गाडी फसेको छ तपाईँहरू पनि साँझमा ट्राभल गर्दै हुनुहुन्छ नि अलि होस गरेर आउनु होला है 4x4 वाला गाडी छैन भने चाहिँ गाह्रो हुन्छ यसमा 4x4 को प्रब्लम रहेछ सो वी आर स्ट्रगलिङ राइट नाउ सी यू गाइस गाइज कन्टिन्युस 16 घन्टाको यात्रापछि सुर्खेतदेखि यति बेला हामी हाम्रो ट्रेकिङ पोइन्ट सुलीगढभन्दा थोरै अगाडि नै त्रिपुराकोट भन्ने ठाउँमा आइपुगेका छौँ लगभग 16 घन्टा लाग्यो योभन्दा माथि गएर हामीलाई बस्नको लागि गाह्रो हुने भयो भएर कि त दुनै पुग्नु पऱ्यो दुनै पुग्दा धेरै नै राति भइसकेको थियो लगभग 11 भइसकेको थियो त्यही भएर हामी यही नै आजलाई रेस्ट गर्ने प्लानमा छौँ आजको टोटल खर्चको कुरा गर्नुहुन्छ भने सुर्खेतदेखि तल्लो बगरसम्म आएको 1500 पर पर्सन हो तल्लो बगरदेखि यहाँ माथि दुनैसम्मको भाडा चाहिँ पर पर्सन 2000 अब आजलाई हामी यही रेस्ट गर्छौँ भोलि बिहान सी है त गाइस अनि त्यो टल्लो बगरदेखि यहाँ आउने बाटो एकदम वर्स्ट क्या के गरे अब हुन्छ नि गज्याङ गुजुङ अब भिडियो पनि हेर्नु भयो होला गाडी भिडियोमा पनि हेर्नु होला ट्रकले तान्नु परेको थियो राति हिँडेको होइन अनि अर्को कुरा चाहिँ 7 बजेपछि चाहिँ यो निकुञ्जमा चाहिँ माथि आउन नदिँदो रहेछ त्यो पनि अनि हामी चाहिँ जबरजस्ती एउटा मान्छेलाई बिरामी बनाएर जबरजस्ती माथि आयौँ अनि त्यसपछि फाइनल्ली 10 बजीतिर यो ठाउँमा आएर चाहिँ खानासाना खाइयो अनि त्यसपछि अब चाहिँ भोलि बिहान हामी उठेर चाहिँ अब त्यहाँबाट कुन ठाउँबाट अरे हामी जाने अब ट्रेक हामी सुलीगढबाट ट्रेक स्टार्ट गर्छौँ ल गुड मर्निङ गाइज हामी यति बेला सिलुगढ आइपुगेका छौँ सुलीगढ सरी हिजो हामी त्रिपुराकोट आएर बस्यौँ राति अनि त्रिपुराकोटदेखि आज बिहानै 6 बजे हिँडेर लगभग 1 घन्टाको ड्राइभमा हामी सुलीगढ आइपुग्यौँ अब यहाँबाट चाहिँ यो रह्यो भेरी नदी त्यो फोक्सुन्डो अब आर्मी क्याम्प यहाँ छ झोलुङ्गे पुल यहाँ छ यहाँबाट अब हामी क्रस गरेर माथि जाँदैछौँ अनि दुनै चाहिँ लगभग 3 किलोमिटर यो बाटो माथि पर्दो रहेछ है त गाइस ल अगाडि टिकट काउन्टर छ है टिकट यहाँ टिकट लिने त्यसपछि अगाडि बढ्ने साथीहरू तल सुलीगढदेखि लगभग 1 hour 45 minutes हामी यहाँ माथि सुनिता होटलमा आइपुग्यौँ अब यहाँ चाहिँ हामी चिया नास्ता गरेर अगाडि जान्छौँ तपाईँहरू अलि ढिलो आइपुग्नु भयो भने यहाँ खाना खाएर निस्किँदा पनि हुन्छ त्यही नै हो है त यहाँ चाहिँ हामीले खाना खाएको होटल हो स्वागत होटल हामी 9:30 बजे आइपुग्यौँ यहाँ तलबाट हिँडेको ठाउँबाट र अहिले 12 बजे खाना खाएर हिँड्दैछौँ
10 घन्टा हिँडेर लगभग 23 किलोमिटर हिँडेछौँ आज हामी रेन्चीमा आइपुग्यौँ। अब आज चाहिँ यहीँ बस्दैछौँ। डे 3 को एन्ड यहीँ हुन्छ। अब आजको टोटल खर्च कुरा गर्नुहुन्छ भने खानाको लागि धेरै महँगो छैन, 300-350 छ। रुमको यहाँ आज रेन्चीमा बसेको चाहिँ 1500 भनेको छ अनि खाना 400 पर पर्सन। त्यही हिसाबले आज इस्टिमेट गर्नुहोस् है त। अनि अर्को कुरा गाइस, अब छेप्कादेखि तपाईँहरू त्यहाँ साइनबोर्ड देख्नुहुन्छ 8 किलोमिटर छ यहाँ रेन्ची भनेर, तर 8 किलोमिटर छैन है, 8 किलोमिटरभन्दा बढी छ, लगभग 10 किलोमिटर छ, अझै प्लस बढी नै छ जस्तो लाग्यो मलाई। अनि यदि त्यहाँ आइपुग्दा साँझको 3-4 बजिसकेको छ भने अँध्यारोमा हिँड्ने बानी छैन भने नआउँदा राम्रो, किन भन्दा यो बिच बाटो 8-10 किलोमिटरको बाटो एकदमै जङ्गल छ, बिचमा टी हाउस छैन नै भन्दा हुन्छ, एउटा छ सायद, तर त्यहाँ राम्रो एकोमोडेसनको व्यवस्था पनि छैन जस्तो लाग्यो। त्यही भएर टाइम हेरेर यदि तपाईँसँग इनफ डे लाइट छ भने चाहिँ लगभग 5 to 6 आवर्सको टाइम छ भने चाहिँ बल्ल अगाडि आउनु होला, नभए अगाडि नै छेप्कामै बस्दा राम्रो है। ल गुड मर्निङ गाइज, आज डे 4। अब हाम्रो यात्रा यहाँदेखि के हुन्छ रेन्चीदेखि आजको टार्गेट भनेको हाम्रो भ्यू पोइन्ट। अनि बिचबिचमा वाइफाई के नेटहरू केही पनि चल्दैन है, डाटाहरू केही पनि चल्दैन, नेटवर्क छैन। टी हाउसहरूमा चाहिँ वाइफाईहरू हुन्छ, वाइफाई मागेर कनेक्ट गर्दा हुन्छ बिहान साँझमा। लगायत यहाँनिर चाहिँ अलिकता कन्फ्युजन हुनसक्छ, यहाँ माथिबाट पनि पुलको बाटो पारी क्रस भएर गइरहेको छ। यहाँ समथिङ पोस्ट सुन्दुवा पोस्ट भनेको छ, तर यो चाहिँ अब वे टु फोक्सुङ चाहिँ यो सिधै हो है त, माथि झुकेर माथितिर चाहिँ नजानु होला, योबाट सरासर आउनु होला। लगायत रेन्चीबाट 50 मिनट्समा हामी यहाँ सम्झना होटल आइपुग्यो। अब यहाँबाट लगभग 25-30 मिनट्समा झर्ना होटल अनि उकालो स्टार्ट हुन्छ है त गाइस। यहाँ चाहिँ सर्ट टी ब्रेक लिँदैछ हामी। ल अब हामी झर्ना होटलबाट बिस्तारै उकालो लाग्ने तर्खरमा छौँ। लगभग 2 घन्टा भन्दैछ, 2-2.5 घन्टा 3 घन्टामा पुगेला नि चालसम्म। ल अब झर्ना होटलको 5 मिनट्स वकिङ डिस्टेन्सबाट यो उकालो सुरु हुन्छ। यहाँबाट हामी यस्तोदै माथि झर्ना हेर्दै लगभग 2-2.5 घन्टा 3 घन्टा पछि तालमा पुग्ने टार्गेट छ हाम्रो। बाटो चाहिँ यो लास्टको स्ट्रेच चाहिँ अलि गाह्रो नै छ भन्छ सबैले। के छ त अवस्था? अवस्था एकदम गम्भीर छ हजुर। हिजो बिहानबाट नन स्टप हिँडेको बिहान आज 6 बजे उठेर फेरि हिँड्न सुरु गर्यो। अब उकालो फेरि 3 घन्टा बबाल उकालो छ भन्दैछन्, प्रयास गर्दैछौँ। कति थकाइ लागे पनि यहाँको सौन्दर्यताले एकदम थकाइलाई बिर्सिन। अनि यहाँ चाहिँ एउटा अब सबैलाई सोद्धाखेरि के भन्नुहुन्छ भने है, हामी यहाँ रिङ्मोदेखि माथि गएर भ्यू पोइन्ट गएर भ्यू हेरेर दिउँसो खाना खाएर तल झरेको भन्नुहुन्छ। त्यसरी हतार गरेर चाहिँ नहिँड्नै सजेस्ट गर्छु म, किन भन्दा अब यहाँ माथि आइसकेपछि त्यही नै रिङ्मो भिलेजमै बस्दा वान नाइट स्टे गर्दा चाहिँ राम्रो। सकेसम्म अर्को दिन चाहिँ भ्यू पोइन्ट जानु होला, किन भन्दा दिउँसो पुग्नु भयो भने तपाईँ भ्यू पोइन्ट जाँदाखेरि हावाहुरी लाग्छ भन्दैछ। अब त्यो दुःख गरी जाँदा खासै वर्थित हुँदैन है। लगायत यो बाटो हुँदै रिङमादेखि लगभग 3 घन्टामा यो फर्स्ट भ्यू पोइन्ट जस्तो छ, यहाँ आइपुग्यौँ। यहाँबाट अझै हामी जानुपर्ने उकालै यहाँसम्म हो, यहाँदेखि चाहिँ झर्ना देखिन्छ। त्यसपछि 15-20 मिनटमा चाहिँ ताल पुग्छ अरे। अब यहाँ 30 मिनट्स 45 मिनट्स लाग्ला। अब 1-1.5 घन्टामा चाहिँ हामी ताल पुग्छौँ है त। लगायत झर्ना होटलदेखि लगभग 1 आवर 50 मिनट्समा हामी यो
झर्नामा आइपुग्यौँ। अब यहाँदेखि लगभग 30 मिनट्समा चाहिँ ताल पुगिन्छ। भ्यू बब्बालै छ है। बाटो चाहिँ अगाडि देखिहाल्नु क्लिपमा, बाटो चाहिँ एकदमै गाह्रो छ। त्यस्तो एक्सट्रिम गाह्रो पनि होइन, जस रेस्ट गर्दै आउँदा 1 hour 15 minutes भनेको नट ब्याड है त गाइस। ल सी यु एट ताल न। तल उकालो सुरु भएदेखि 3 घन्टामा हामी रेग्मा भिलेज आइपुग्यौँ। अब यहाँ खानासाना खाने, रेस्ट गर्ने, अनि अगाडि के हुन्छ कोचिङ है त। गाइस हामी आज डे 4 11 बजेतिर यहाँ तालमा आइपुगेका थियौँ। अब खानासाना खाएर एकछिन रेस्ट गरेर अब यो तालको वरिपरि हामी घुम्दैछौँ। अब उता माथि गुम्बातिर जान्छौँ होला एकछिनमा। माथि भ्यू पोइन्टमा आजको जानको लागि अब दिउँसोमा हावाहुरी लाग्ने भयो भएर खासै रिकमेन्ड नगर्दो रहेछ सबैले। सो अब आजलाई यतै घुमेर भोलि चाहिँ हामी बिहानमा भ्यू पोइन्ट जाँदैछौँ है त गाइस। अब तालको भ्यू चाहिँ यस्तो छ। ल तालको पानी झर्ना भएर बग्नु चाहिँ यहाँदेखि हो। अब यहाँबाट अगाडि हामी गुम्बातिर जाँदैछौँ। ल पारीको त्यो गाउँ, त्यहाँबाट यो बाटो हुँदै 20-25 मिनट्समा यो गुम्बामा आइपुगिन्छ है त। पाल्सेतेङ थान्चुङ सोलिङ गुम्पा अहिले बन्द छ। हामी जान चाहिँ सायद पाउँदैनौँ, तर तपाईँहरू अलि छिटै आउनु भयो भने चाहिँ सायद यो खुल्छ। यहाँदेखि पनि भ्यू चाहिँ एकदमै राम्रो छ है। म त झन् अहिले विदेशी आयो नि। माथि त्यो भ्यू टावर छ ऊ त्यो सेतो बाटो छ नि। त्यो सेतो बाटो जाने, सेतो बाटोबाट सिधा यता चाहिँ आज हुँदैन, भोलि हुन्छ ल। भोलि त्यहाँ माथि अनि बस्ने ठाउँ चाहिँ छैन। फेरि अलि माथि जानु पर्यो, तल अलि ल्याउनु पर्यो। जिरा मसला ढक्की किन्नुपर्छ। काठमाडौँ जस्तै हो। काठमाडौँ जस्तै हो। यहाँ बसेको कति भयो त हजुर? बच्चैबाट यतै हो? ए पहिला त म त गाउँबाट आएको त 2-3 वर्ष भयो त। अनि यहाँ त पहिलादेखि बसेको हाम्रो भाजिया, मेरो बुवा भाजियालाई पनि यो घर कहिले बनाएको थाहा छैन। भाउलाई त कहाँ थाहा छ, भाजियालाई पनि थाहा छैन। यो ताल भन्नु अनुसार त नै यो तालभन्दा यो घम्पा अगाडि गरे। कति वर्ष यो तालभन्दा यो घम्पा अगाडि कति वर्ष पुरानो? धेरै वर्ष पुरानो। अनि के हुन त नि, अनि एउटा केटी जस्तै माथि आएछ अरे, आयो अरे। अनि बास देऊ यो घुम्बामा बास दियो। दिँदाखेरि म त नि अनि तपाईँलाई के त थोरमा पानी दिन्छु, तेल दिन्छु, तेल चाहिन्छ कि पानी चाहिन्छ भनेर त सोधेरहेछ लामाहरूलाई। अनि यहाँ त अनि अलिकति तेलभन्दा त अरू कहाँ पानीको समस्या छ हामीलाई, पानीको छैन भन्दाखेरि उहाँ त पाउजरीहरू ताल बनाइदिनु। ऊ मान्छे उखान त हो, कहिले आँखा देखाएको चाहिँ के कहिले है, उहाँ चाहिँ भन्ने अनुसार मात्रै त हो। अब के छ भने अब त मलाई अब ट्राप कारणले गर्दाखेरिमा तलबाट तातेर आउँछ। तल तातेर अब
पहिला यहाँसम्म हिउँमा थियो अहिले हिउँमा भेलाएर सिद्धाउनु लाग्यो सिद्धिन लाग्यो हिमाल पनि सिद्धाउनु लाग्यो अनि उकेर पहिला जस्तो छैन पानी तानी पहिला हामीलाई सिमी पाक्दैन काउले भन्ताउनु हुँदैन आज काउले भन्ताउनु लाग्यो सिमी हुनु लाग्यो तातो हुँदै गयो है गर्मी अब हिउँ पनि कम लाग्छ कम अब झ्याल पनि ठुल्ठुलो हुनु लाग्यो अब भित्र सिनेर ढोका बनाउनु थाल्यो ग्लोबल वार्मिङ सिसै हालेको छ घर पहिला त कहाँ हो त्यो सानो सानो त्यो सानो सानो घर झ्याल बनाएको थियो के भन्नुभयो यो पाल के गरे यो पाल छ नि यहाँ पहिला लामाले ताने लामाले उडाउँछ लामाले चाहिँ उडेर जाँदाखेरि रोकेर रहेछ लामाले के गरे चाहिँ ढुङ्गामा पल छिरेर पनि आफू उडेर गएको छ ए घाम त्यहाँबाट आउँछ भन्नुभयो घाम 3 दिनसम्म घाम त्यहाँ आउँछ के ए गुड मर्निङ गाइज फ्रम सेफ अक्सुन्डो आज डे 5 हामी आज बिहानै 6 बजे उठेर यहाँबाट भ्यू पोइन्टको लागि जाँदैछौँ लगभग 2 आवर्सको वकिङ डिस्टेन्समा छ भ्यू पोइन्ट अलि हाइटमै छ अब घाम लाग्नुभन्दा अगाडि नै माथि पुग्न सक्यो भने आफूलाई पनि सजिलो हुन्छ अब हामी माथि गएर भेट्छौँ है त लगाइज लगभग 2.7 किलोमिटर हिँडेर 1 आवर 20 मिनट जतिमा हामी यो भ्यू पोइन्टभन्दा अलि तल आइपुगेका थियौँ यहाँ आउँदा आउँदै हामीलाई चारलको एक बथान देखेको छ है इफ यु आर लकी इनफ अर्ली मर्निङ हिँड्नुभयो भने चाहिँ यो बाटोमा देख्न सक्ने सम्भावना छ यो नजिकै छ हामीलाई देखिरहेको छ तर पनि तर्सेको छैन यिनीहरू चाहिँ त्यो कलरहरू यति म्याच हुँदो रहेछ है दाइ ए कामाख्लास एकछिन त छुट्याउनै गाह्रो भयो हामीलाई पनि हो कि होइन जस्तो लाग्यो कोही रक र अनि यो सुकेको घाँसपात जस्तो कलरमा आउँदो रहेछ एकदम मजा आयो ग्रुप नै नाइस गाइज हामी फर्स्ट भ्यू पोइन्टमा त आयौँ तर भ्यू भने यस्तो डिजास्टर यो शीतले अब हिउँ पऱ्यो भन्ने हो कि शीत पऱ्यो भन्ने हो यस्तो छ केही देखिँदैन डिजास्टर भयो यार डिजास्टर हेर्न आएको कि हिउँ पर्दियो क्या पुरै हिउँ पर्दियो अहिले त गाइज हल्का दुःख पाएको अवस्था छ वेदर यस्तो छ यो चाहिँ तालो है तल भ्यू पोइन्ट फर्स्ट हो यो भ्यू पोइन्ट 2 चाहिँ यहाँनिर छ हामी चाहिँ यहाँ यस्तो हिउँ पऱ्यो भन्ने कि शीत पऱ्यो भन्ने खै यो हिउँ परेको परेछ जाडो भइरहेछ कपडाहरू सबै तल छोड्यौँ हामीले अनि एकदम दुःख पाएर यो दुईवटा रुखको बिचमा बसेछौँ जाडो हुन्न भनेर दुईवटा रुखको बिचमा के कपडा छ सबै ओढेर बसेछौँ के को भ्यू हेर्ने हो गाह्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ भर्खरै घाम उदाएको छ र तल तालमा चाहिँ ठ्याक्कै दुईवटा कलर देखिन्छ अब यहाँ देखिन्छ देखिँदैन ठ्याक्क घाम परेपछि चाहिँ ब्लू हुँदै जाने रहेछ क्या नपरेको ठाउँमा डार्क र घाम परेको ठाउँमा एकदम ब्लू डार्क ब्लू भएको देख्न सक्छौँ है त गाइस तलदेखि 2 घन्टामा लगभग हामी यो सेकेन्ड भ्यू पोइन्टमा आइपुग्यौँ अनि एउटा अचम्मको कुरा यो भ्यू पोइन्टमा चाहिँ मजाको इको सुनिँदो रहेछ सुरु गरेर सुन्नुहोस् है त ल गाइस लगभग 2.5 घन्टामा 3.5 किलोमिटर पर्दो रहेछ भ्यू पोइन्ट 1 2 हुँदै हामी यो ठाउँसम्म आइसक्यौँ सुन्डो वाइ सेपमा छ भन्ने त थाहा होला
वाइ सेपमा फोक्सोन्डा हेर्नु मन छ भने यहाँभन्दा अझै अगाडि लगभग त्यो पोइन्टसम्म जानुपर्ने हुन्छ। अब त्यहाँ गइसकेपछि फेरि यताको ताल देखिँदैन, कम्प्लिट वाइ देख्न चाहिँ अलिक गाह्रै छ। अनि यही नै हो फाइनल डेस्टिनेसन भनेको। लगभग यहाँ चाहिँ 4100 मिटर पर्दो रहेछ। अहिले लगभग 9:30 भएको छ। अब यहाँबाट हामी एकछिन फोटोसोटो खिचेर तलतिर फर्केर खाना खाएर अब रिटर्न हुन्छौँ है त। आज डे 5 डे 5 मा अनि हामी बिच बाटोमा कतै बस्छौँ, हेरौँ कहाँसम्म पुग्छौँ। छेप्कासम्म पुगिन्छ कि भन्ने आश छ। त्यो भयो भने अनि डे 6 मा चाहिँ हामी ब्याक टु होम है त। ल गाइस यति नै हो भिडियो। अब योभन्दा अगाडि केही इन्ट्रेस्टिङ भयो भने भिडियो बनाउँला, नभए सी यु इन अनदर भिडियो है त गाइस।